हेलो गुड मर्निङ नमस्ते सेवा सम्पूर्णमा फेरि सरस्वती राई युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। के भन्छ आजको चाहिँ हैन सेकेन्ड भ्लग कालिम्चोक सेकेन्ड पार्ट भनौँ न। अनि हामी चाहिँ अहिले उठिसकेर साथीसँग उठिसकेर नुहाइ धुवाइ गरेर हैन जानको लागि तयारी छौं। अनि यसो टक्करसँग रेडी हुँदैछौं। अनि साथी चाहिँ रेडी भइसक्यो, मलाई चाहिँ अलिकति टाइम लाग्छ। अनि अब आजको भ्लग सुरु भयो, हजुरहरूले हेरेर साथ दिनु होला। र हजुरहरू पनि आउन चाहनुहुन्छ भने कालिम्चोक चाहिँ आउनु है, एकदमै राम्रो ठाउँ छ। तर मौसम चाहिँ यहाँ पानी पर्ने हुस्सो लाग्ने रहेछ हैन। यसो टाइम भएको बेला घुम्न आउनु होला तपाईहरु पनि यता भन्दै म रेडी हुन चाहन्छु। अलिकति अहिले फेरि ड्राइभर दाइले किन ढिलो भन्नुहुन्छ हैन, उठ्नु चाहिँ अघि 5 बजेतिर उठेको। अब रेडी हुँदैछौँ हामी। किन भन्नु है, के भयो चप्पल के भयो रे? हेलो हेलो ढिलो भइसक्यो भनिरहेछन् हैन एकदमै। हामी चाहिँ अब माथि मन्दिर जान लागेको केबल कारबाट। अनि त्यही भएर ड्राइभर दाइले छिटो गर है केटाकेटीहरू भन्नुभएको छ, त्यहीमा हतारमा छौँ हामी। त्यसरी भन्दैछन् को मान्छेले चाहिँ त्यसरी भनिरहेछ बाहिर सबजना निक्लिसकेछ। अनि एकछिन यहाँनिर होइन मेरो फेस उमा बस्दै गयो नि अगाडि चाहिँ भन्दैन। अनि जब यति गर यति टाइममा छिटो गर भन्नुपर्छ नि त। अनि अरूदेखि छिटो गर त भनेको नि हिजोदेखि भन्यो होइन कुरा। अनि मेरो होइन कपहरू अनि चाबी चाहिँ मैले ल्याउनु, चाबी लिएर आऊ ल लगाएर। साथी टोइलेट गर्दैछ भनेको ल। अनि चाबी त्यहाँ छैन, चाबी यहाँ छ लगाएर। ओके लो अब चाहिँ हिँड्ने हो। हेलो अब बाहिरतिर यसो यसमा कुराकानी गरौँ न। अब चाहिँ निस्केको होइन, बेडहरू भरे आइरहेको नि। बत्तीहरू त नि भन्नु पर्यो नि त। भयो आन्टी जाउँ न, अब कराइराख्नु भएको छ जानुपर्छ। ओ आज बिहान त सिन यस्तो सजिन सक्नुहुन्छ। चुप न हिँड ल जाउँ अब जाउँ अरे। हजुर यो चाबी बोक न होइन ब्यागमा थालिदिनु बोक मेरो नि खालिदिनु, मेरो पर्स भयो क्या हाल न। हजुर चिसो त यार जाने भए जाउँ। हिउँ झरिरहेछ, छाता बोक्नु पर्दैन? छाता बोक्नु पर्छ पर्दैन? मर्निङ हेर न, मर्निङको टाइम इट्स टाइम
अब हिँड्ने हो मन्दिर बाटो त पानी परेर यस्तो छ त खै हाम्रो ग्रुपहरू यसो भए अब फुलहरू चाहिँ छैन अनि लाइटर पनि हुनु पर्यो नि त केही नि गर्नु परेन अब यो कति ए अनि हामी यसले पुरा अहिले निकालेर भिडियोले झार्दैछ होइन हौ के गर्नु बोल्दै हिँड्न नि क्यामेरा कसरी फर्काउँछ तेरो पनि क्यामेरा फर्काउनु मिल्दैन फर्काइसक्यो उता पछाडि पछाडिको फर्का नि त्यहाँनिर उयो छ त नि हामीलाई पो देखाउँछ खोइ कसरी फर्काउँछ एकैचोटि फ्लिप त हुँदैन रहेछ तर अब अन गरेर अफ गरेर हामी मान्छे देख्नु पर्यो नि त अनि देखिहाल्छ नि हेर मेरो त यही हो हामी चाहिँ अहिले केबल कारको लाइनमा छौँ वेटिङमा अघिको भयो अब हामी चाहिँ केबल कारमा तरेर कालिम्पोङ मन्दिर अलिअलि खुल्यो है आमा बाबा ल तर कान थुनेर केही छैन नि अब आइपुग्यौ हामी ल गाइस कहाँ यो भइसक्यो सिडीमा चढ्न कम गाह्रो हुन्छ यहाँबाट पनि आधी घन्टा जस्तो लाग्छ ल आइपुग्यौँ अब हेर्नु त टोइलेट के देखेँ मलाई बोमेट आउन लाग्यो निस्किम ल यो के माटेको मान्छे अब कता जाने हो हामी गर्नुहोस् होइन हामी चाहिँ अब केबल कार हामी चाहिँ केबल कारबाट ओर्लेर अब माथिसम्म होइन हिँड्नु पर्छ अरे अब 15 मिनट जति हामी हिँड्दैछौँ अब मन्दिरसम्म पुग्नका लागि उकालो जाँदैछौँ तर देख्न सक्नुहुन्छ है मौसमको हालत देख्न सक्नुहुन्छ ओ माय गॉड हेर तलतिर कति राम्रो सिनहरू त ल घाम पो देख्न पाइयो त लाग्यो उकालो अब सरर यता हुनुहुन्छ हाम्रो ड्राइभर दाइ तर के खानु हुँदैछ तपाईँ ठुसी गनाउने गरी मुखमा चाहिँ पान खानु भयो कि के खानु भयो थाहा छैन तर मलाई चाहिँ साँच्ची हो उल्टी आउन लागिसक्यो बिजोग छ यात्रा गर्न पनि है हिँड्न चाहिँ मन लाग्ने तर गाह्रो छ कहाँ भने जस्तो सजिलो हुँदो रहेछ र तर है यति साह्रो हुन्छ भने चाहिँ थाहा थिएन कता कताबाट जाने हो ल मेरो नाम सरस्वती राई हो म कालिम्पोङमा आएर घर बनाउँदैछु सबैको मनोकामना पुरा होस् भनेर बनाउँछ अरे अनि मेरो पनि मनोकामना हामी जाने घर बनाउँदैछु अडिन ताले मात्र गरे अहिले फेरि ढल्ला त्यो एउटा मात्र गर अब ढल्छ अरू भयो ढल्छ वै ढल्ला नि फेरि भयो होइन तपाईँले उयो गर्नुभयो र क्या
के गर्नु भएन के तपाईँले कराउनु भएर नि भिडियो गर्नु मन आउनु तपाईँ चाहिँ ल ओके ल हाम्रो छत्री नानी एकजना यहाँ हिँड्दैछ अनि हिजो गाडीमा आउँदाखेरि चाहिँ बेहोसको अवस्था थियो ऊ साथी छ एउटा छुच्ची जस्तो छ अनुहार हेर्दै तर होइन एकदमै राम्रो ठाउँ रहेछ तपाईँहरू पनि एकचोटि आउनुहोस् दामी छ 2-3 दिनको बिदा मिलाएर आउन सक्नुहुन्छ हामी त त्यहाँ तलदेखि आएको रहेछ नि दाइ तल देखाउनु नि तल हामी तलतिर नि देखाउनु नि दाइ हाम्रो बस्ने तल केही त देख्दैन केबल कार जाँदैछ त केही देख्दैन केही देख्दैन हिँडेर मैले पुरै भिडियो बनाइरहेको छु एउटा फोटो खिच्दिनु न तपाईँले भन्नुभएको राम्रो खिच्दिनु ल ल्याउँदै म उयो पछाडिको भ्यूहरू देखिँदा ल हजुर एकदम जिब्रो निस्किन्न किन माथि नचढ्ने माथि नचढ्ने सकिहाल्छ म 14 भयो नन स्टप ल नि यो दुईटा फुच्चीहरू जोडी हुन् हेर कस्तो जोडी मिलेर हिँडेका कालिम्पोङ दर्शन गर्न रे अब आइपुगेको होइन दाइ अब चाहिँ फाइनली आइपुग्यौ हामी होइन अलिकति जोस यही हो। तागत आए जस्तो भइरहेछ मन्दिर यही हो मन्दिर फुच्चीहरू यिनीहरू यही रहेछ लु यस्तो डाँडामा आमामामा कालिम्पोङको होटल त हामी तलदेखि पनि कति माथि रहेछ नि आमा केबुल कार आएर नि अब आइसक्यौँ त नि आउने दाइ भित्र छिरेर म भिडियो बनाउँछु पूजा गर्ने अगाडि यो मन्दिरहरू पनि आइदिनु ल दाइ माथि देख्नु देखेछ तर अँधेरो अँधेरो यहाँ पूजा गर्ने हो कि माथि माथि यहाँ गर्नुपर्छ भाइ गरिदिउँ ल हामी अब पूजा गर्दै गर्दै निस्किँदैछौँ हजुर अनि किन यति यताको पनि पर्छिनु पर्छ चोखेर जानु परेन ए हो ए ल बाटो बाटो त त्यो चिप्लो हुँदो रहेछ त यो त जोगिएर हिँड्नु पर्ने रहेछ अलिक लडै तल छिरेर तर खुट्टा त छिर्छ नि त दाइ खुट्टा छिरेर के हो त ज्यान छिर्दैन नि हामीलाई अहिले फोटो खिच्न चाहिँ टाइम दिनु ल कहाँ 10 मिनट मात्रै के अरे उयो गर्छ पूजा गर्छ मेरो दाइ एकछिन पक्रिदिनु के यो भइरहेछ हो मैले बेबी हौ 5 रुपियाँ नभए 10 रुपियाँ चढाउ नि त्यही त तल कागजको निकालेर 10 को राखेको है कतिखेर टिपेर लगिहालेछ प्लास्टिक माथि राखेको पहिला उताबाट आउने कालिम्पोङमा त
किसके ऐसा तो टोली सबै झर्छ यो पुरा भित्र मन्दिरमा दिने हो हैन छोडेर म यहाँ लिएर आउनु ल कालीमा लास्टमा उयाल्न छु जान है तिमीहरू फुटा ठाउँमा छु भने यहाँ लिएर आफै माथि डाँडामा कालिम्पोङ नआएको टोलीहरू पठाइसक्नु भयो ल ल हामी यहाँ झर्दैछौँ पूजा भिडियो अफ गर्नु ल केवल गर्नु हेलो हेलो अब चाहिँ होइन पूजा गरिसकेर होइन फर्किँदैछौँ हामी चाहिँ अब ओह्रालो लागेको अब चाहिँ हामी ओह्रालो लाग्यौँ मन्दिर डाँडामा रहेछ ओ माइ गड तर यहाँ चाहिँ होइन 2 दिन लगाएर चाहिँ बस्नु पर्ने रहेछ खासमा अनि खासमा चाहिँ 3 दिन गरेर आउने 1 दिन आउने अनि 1 दिन घुमघाम गर्ने एकदमै शान्तसँग अनि त्यसपछि अर्को दिन चाहिँ फर्किँदा हुन्छ टोटल 3 दिनको लागि आउनुभयो भने हुन्छ है किनभने हामी चाहिँ 2 दिनको लागि आएको हो मजाले अब पूजाहरू त गरियो अब दिउँसोतिर चाहिँ घुम्न पाइँदैन अब हामी चाहिँ घर फर्किनु पर्छ जे होस् यति बेरसम्म हामीलाई दाइले साथ दिनुभयो सहयोग दिनुभयो त्यसको लागि धेरै धेरै मनैदेखि म धन्यवाद दिन चाहन्छु अनि अरू हाम्रो साथीहरू चाहिँ हामी टोटल 11 जना छौँ अनि अरू चाहिँ झरिसके फर्किसके हामी 3 जना चाहिँ यहाँनिर भर्खर झर्दैछौँ ओह्रालो लाग्दैछौँ अनि के गर्नु हामी 2 जना त के गर्ने होइन पूजा गर्न आएको रे यता उति गरेर आज त हामीलाई त्यही पूजा गर्ने मतलब दाइले नि गाली गर्नुभयो कता पूजा गरेर पनि फेरि भित्र छिरेको भन्नुभयो कस्तो चित्त दुख्यो मलाई त अनि कस्तो त नि थाहा थिएन नि त थाहा नपाउनु त पाउँछ नि त तर हामी चाहिँ त्यो आफूले लगेको सामान पूजाको सामानहरू साट्नु पर्ने रहेछ के अनि थाहा नभएर अनि फर्कौँ भन्दाखेरि चाहिँ अनि ड्राइभर दाइले अनि सामानहरू साटफेर गरौँ भन्दाखेरि के सामान भनेर बुझ्दाखेरि चाहिँ त्यो पूजाको सामानहरू साट्नु पर्ने रहेछ अनि त्यही साट्नु जाँदाखेरि चाहिँ हामीले गाली खायौँ मलाई अहिलेसम्म मेरो गाला रातो रातो भइरहेछ गाली खाएकोले अनि कसरी अनि हामी त्यो पूजा गरेको ठाउँमा होइन छिर्यौँ नि त फेरि अनि 2 चोटि आउनु पाउँदैन भन्ने सुनेन छिर्नु मिल्दैन अब भनेको सुनेनस् तैँले अनि के हो त खासमा त त्यसो गर्नु त्यही पनि त त्यो त हामीले नजानेरै होइन पस्नु पर्छ हामी जानी चाहिँ पसेको थिएन अनि अङ्कलले गर्दाखेरि है हामीलाई यो जल अनि र के भन्छ अनि त्यो हाम्रो त प्रसादहरू ल्याउन पायौँ हामी त्यो टाढादेखि चुचुरोदेखि झरेको हेर देख्न सक्नुहुन्छ ओ माइ गड म एकछिन रेस्ट गर्छु अब एकछिन पछि ल अब फेरि म अहिलेलाई चाहिँ ल हामीले घर बनाएको ठाउँमा आइपुग्यौँ है हामी फेरि वाउ भिडभाड उस्तै टलो लागेको उस्तै तर अहिले चाहिँ घाम देखा पर्यो जम्न हौ निस्किँदाखेरि चाहिँ मैले यो घर बनाएर गएको थिएँ
अघि बनाउँदा हल्का भत्किएको थियो, अहिले त भत्केकै रहेनछ। जाऊ 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 जाऊ। तर हाम्रो दिदीहरू चाहिँ यहीँ हुनुहुँदो रहेछ, हाम्रो ग्रुपको चाहिँ तल पुगिसक्यो। दर्शन गरेर होइन कस्तो फिल भइरहेछ भन्दाखेरि अब त फर्किन लागिसक्यो, अब कहिले भेट हुने होइन, फोनमा मात्र हो नि। ब्लेस्ड तैँले त पहिलादेखि सोचेको थिए रहेछस् नि त, अनि आउँछु आउँछु भनेर होइन, आउँछु आउँछु भनेर। इच्छा मनोकामना पुरा भयो कि भएन भन् न त चाहिँ। भगवान्ले मलाई आशीर्वाद दिनुभएको छ, त्यही भएर ओहो भगवान्ले चाहिँ मलाई पनि मिस गर्यो, अनि तैँले पनि गर्दाखेरि होइन यहाँनिर आउन पाएँ, खुसी लाग्यो। तर अनि दुःख चाहिँ के हो भने जानु र आउनुमै गाडीमा समस्या मेरो चाहिँ। मौसम मौसम थियो बसन्त। सक्यौँ होटलमा आइसकिसक्यौँ, अनि खाजा खाएर अब रुम जाँदैछु। साथी तलै खाजा खाँदैछ, अब जानको लागि प्याकिङ गर्नुपर्ने रे। अनि यता त होइन माथि पो है। अनि प्याकिङ गर्नु छ माथि गएर, तर अहिले चाहिँ अलिकति खुलेछ है। केबल कार यहाँदेखि नै देखिरहेछ, देख्न सक्नुहुन्छ है। अहिले चाहिँ अलिक खुलिएको छ, उज्यालो छ, घाम पनि लाग्ला जस्तो भइरहेछ। कोठा हिँडेको प्याकिङ गर्नुको लागि, अनि खाजा खायौँ। अनि उता अब जाने बेलामा पर एउटा मन्दिर छ अरे, त्यो चाहिँ मलाई थाहा छैन। यहाँनिर अब कालिम्चोक मन्दिरको दर्शन गरेपछि त्यो मन्दिरमा पनि गएर गर्नै पर्छ अरे। त्यही भएर हामी अब फेरि प्याकिङहरू गरेर जाने हो। अब उताउतै फर्किने। रुम आइसक्यो। यस्तो हालत छ हाम्रो रुम चाहिँ आज। अब चाहिँ लाग्यो यसो भए कस्तो फिल भएछ। होला त नि, अब अरू केही छ र नि रुममा। फर्केर आम्ला फेरि उता पुगेर अरे के। त्यो सिरेको घारा त त्यही त सिरानीतिर। तिम्रो यता बेर पनि छैन के छैन भने अब जाम। अब लाग्यो है कोटेश्वर। टक्कसँग बसिसक्यौँ। वाउ कालिम्चोकको सिन देख्न सक्नुहुन्छ तपाईँहरूले। यता हेर्दा शोभा कस्तो राम्रो सिन देखियो त, बाप रे बाप। कालिम्चोक पुगेर कालिम्चोकबाट फर्केर यहाँ आधा बाटोमा यो भीमसेन मन्दिर के अरे, यो भीमसेन मन्दिरमा पूजा गर्नु जाँदैछौँ। तर लास्टै गाह्रो भयो यहाँसम्म आउँदा। भोमिट गरेर है बोल्दै सकिरहेको छुइनँ मैले। यसो थोरै भिडियो गरिदिउँ भनेर यतातिरको नि फोन चाहिँ यसो लिएर हिँडिरहेको छु। पूजा गर्न हिँड्यो यहाँ पनि। भोमिट नभएको भए रमाइलो हुन्थ्यो, तर लास्टै अब चाहिँ बन्द गर्छु, किनभने मन्दिरभित्र छिर्नु पर्ने छ, फेरि गाली गर्छन् होला। भीमसेन मन्दिर हामी पूजा गरेर अब फर्किने क्रममा छौँ। यो मन्दिर चाहिँ दोलखाको भीमसेन थान भन्ने मन्दिर रहेछ। आइज न। अनि देख्न सक्नुहुन्छ हामी फर्किने क्रममा छौँ। अब म चाहिँ पुरिरहेको छु, तल गइसकिसकेको छ। अब हामी चाहिँ यहाँनिर जुत्ता लगाएर फर्किन्छौँ। फोटो खिच्नै पाएन त।
हेलो, म अब रुम आइपुगिसकेँ। बल्ल तल गरेर रुम आइपुग्यो। अनि मेरो भिडियो चाहिँ यहीँनिर अब आजको लागि अन्त्य गर्नु पर्यो। बोल्न सकिरहेको छैन, ओभर गाह्रो भइरहेछ। त्यही भएर आजलाई बाई बाई।